आज चाहिँ गाइस माछा रोस हुँदैछ। माछा रोस हेर्नुहोस् है, माछा रोस गर्दैछु म चाहिँ आज बस्तीको माछा यसरी है हाम अर्ग्यानिक चुलामा चाहिँ माछा रोस हक्कै तेल हालेर चाहिँ आबो हो चुलामा पकाएको दामी हुन्छ नि। अब यो त अर्ग्यानिकै साथीभाइ, म चाहिँ ग्यासमा होइन एकदम अर्ग्यानिक चुलामा माछा रोस भएको छ। एकदम धक्कै भएको यता यी रोस गरेर निकालेको एक हटपट त भरिसक्यो। अब यो केमा हाल्नु भने फाल्ने भयो। अब चाहिँ रोस भयो जस्तो चाहिँ निकाल्नु पर्ला। निकै झरेको जस्तो पो देख्दैछु है। मछलीको चाहिँ बिस्तारै चाहिँ तेल तार्दै निकाल्नुपर्छ। फेरि गाइस नजिक भनेन तलै यसलाई त्यो तेल यसरी तेल चाहिँ तर पुरा यसरी बिस्तारै हतार नगरी यता देखा त यस्तो खालको पाराले सुक्का निकाल्नुपर्छ। रोस चाहिँ फेरि यो खालको पाराले गर्नुपर्छ साथीभाइ, एकदम रातो होस् न। त्यो भित्रको हड्डीहरू पनि क्या त्यहाँको अब रोस हुँदैछ। यहीँ यति चाहिँ गरिसकेँ। यहाँ हुँदैछ रोस, यहाँ छ अझै यति चाहिँ भइसक्यो रोस। बस्तीको माछाको रोस हुँदैछ, यहाँनिर रोस हुँदैछ हो है। एकदमै दामीसँगले यहाँ अझै छ। यो चाहिँ रोस यति चाहिँ रोस भइसक्यो। अब चाहिँ रोस भयो जस्तो चाहिँ निकाल्नु पर्ला। निकै झरेको जस्तो पो देख्दैछु है। मछलीको चाहिँ बिस्तारै चाहिँ तेल तार्दै निकाल्नुपर्छ। फेरि गाइस नजिक भनेन तलै यसलाई त्यो तेल यसरी तेल चाहिँ तर पुरा यसरी बिस्तारै हतार नगरी यता देखा त यस्तो खालको पाराले सुक्का निकाल्नुपर्छ। रोस चाहिँ फेरि यो खालको पाराले गर्नुपर्छ साथीभाइ, एकदम रातो होस् न। त्यो भित्रको हड्डीहरू पनि क्या त्यहाँको त्यहाँ मेरो के छ त्यो पिटे पनि छ साथीभाइ यहाँनिर। यो चाहिँ भरे सुपमा भरे तपाईँहरूलाई भिडियोमा देखाउने छु। सुप खाएको माछा खाएको हो। हेर्नुहोस् है, अर्ग्यानिक सुन्तलाको दाउरा चिलाउनेको रोस हुँदैछ गाइस आरामले अर्ग्यानिक स्टाइलले। यसको चाहिँ सुप खानुपर्छ विशेष चाहिँ, सुप राम्रो हुन्छ। ल त गाइस अहिले अरू भिडियो फेरि तपाईँहरूलाई म देखाउनेछु। ल त गाइस अब चाहिँ फाइनल्ली रोस गरिसक्यो। अब चाख्नु पनि पर्यो। अब किनभने उहिलेको प्रथामा पनि छ नि त, जसले मौरी काट्छ त्यसले हात चाट्छ। चाखी हेर्नु पर्यो गाई कतिको दामी भएछ भने चाहिँ। हेर्नुहोस् है, चाखी हेर्छु र तपाईँहरूलाई टेस्ट बताउँछु। अब यस्तो हुनु दामी। ल साथीभाइ अब चाहिँ माछा पनि पाक्यो हो। यहाँ रोस यो चाहिँ तपाईँको इन्चाको अचार, यो पिकल पनि अलिकति हाल्नु पर्ला कम्ती। यहाँ फोकस हल्का पिकल कम्ती यहाँ हाले ठिकै छ। त्यहीँदेखि लिएर गएको तपाईँको यो भात भयो, यो माछाको सुप अघि तपाईँहरूलाई भन्दै थिएँ त्यही हो। यो रोस, यो तातो पानी खान्छु बस। अच्छा अब चाहिँ सुप खाएर देखाउँछु तपाईँलाई। सुप हेरेर जान्छ सुप खानु। सुपको एक चोटा निकालेर खाइहाल्नु पर्यो। यो नि त लुगा साबा चाहिँ भएको छ। अब अलिकति सुप
सबै हाल्नु पर्यो यता अनुहार पनि देखाउनु पर्यो हल्का सुप हालिदियो त्यहाँदेखि अचार यो चाहिँ तपाईँलाई याद छ छैन यसमा अहिले पिकल चाहिँ हालेको छु अलिकति अर्ग्यानिक हो यो चाहिँ के भन्छ यसको नाम के भयो इन्चाक 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 इन्चाकको अचार पनि हालेँ रोस हालेँ सुप पनि हालेँ अब चाहिँ खाइयो हिसाबले हातले अर्ग्यानिक खै हो कस्तो हुन्छ दामी छ इन्चाक इन्चाक पनि रोडहरू हो क्या रोड टाउको इन्चाक खानुभयो अब त हात चाहिँ लाउनु मेरै त हो यो इन्चाक रोड ल इन्चाक अब सुप पनि सुपमा पनि मेरो छ नि यो हो